नमस्कार सम्पूर्णमा आज कुम्बेश्वर महादेव अन्तर्गत निर्माण भइरहेको गणेश मन्दिरको कार्य सम्पन्न भएको र यसमा गजुर स्थापित गरी आज विधिपूर्वक पूजा गरी गजुर स्थापित गरी केही दिनमा अब हामीले गणेश मन्दिरलाई पूजा आजा गरेर अगाडि जान सकिने र आज विशेष दिन शिवरात्रिको दिन हाम्रो कुम्बेश्वर महादेवमा गणेश मन्दिर निर्माण भइसकेको हुनाले आज विशेष त 4 सालदेखि नै हामीले यस स्थानमा शिवरात्रिको शिला जलाउने कार्य थालनी गरेका थियौं। हेर्न सक्नुहुन्छ आजको लागि हामीले यहाँ शिला पनि तयार गरिसकेका छौं भने विशेष दिनलाई महत्त्व दिएर झन् विशेषतापूर्वक आज हामीले गणेश मन्दिरको गजुर पनि हाल्न सफल भयौं। यहाँ यसै स्थानका दाजुभाइहरूको उपस्थिति पनि रहेको छ र बिहानदेखि नै मन्दिरको कार्यमा लागिरहनु भएका हाम्रा साथी दाइ फुलबाहरू माथि हेर्न सक्नुहुन्छ पूजा भइरहेको छ भने यहाँ महादेव मन्दिर यहाँ छ। पातीको काम बाँकी नै छ, अझै धेरै काम बाँकी रहेकोले सहयोगी मनहरूलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने सहयोग पनि गर्न सक्नुहुन्छ। जिन्सी सहयोग र श्रम सहयोग र आर्थिक सहयोग हामीलाई सबै ठाउँबाट सहयोग गर्न सक्नुहुन्छ। हाम्रो भाउजू र फुपूहरू पनि हुनुहुन्छ। यस कुम्भ दोभानलाई अझ व्यवस्थित तरिकाले व्यवस्थित बनाउन र व्यवस्थित तरिकाले अगाडि लान हामी सखाल बस्ती समूह, निकोसेरा समूह र चारडा वातोका दाजुभाइहरू लागि परेको आज लगभग 5 वर्ष जति भइसकेको छ र करिब करिब व्यवस्थित हुन थालिसकेको हुनाले सम्पूर्णमा धन्यवाद जसले सहयोग गर्नु भएको छ र अझै पनि सहयोग गर्न चाहनु हुनाले सहयोग गर्न सक्नुहुन्छ। यति भन्दै हजुरहरूको माझबाट बिदा हुन्छु। धन्यवाद।